हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भने थम्बनेल हेरेर तपाईँले थाहा पाइसक्नुभयो होला। हामी चाहिँ जाँदैछौँ आज कलङ्की प्लस कीर्तिपुरको मेला चाहिँ कन्सर्ट हुँदैछ अरे भनेर सुनेको थिएँ। कन्सर्टमा चाहिँ हामी चलिदिनु पर्ने हुन्छ बिस्तारै बिस्तारै। हामी जाँदैछौँ यहाँ खोले खोले कोरिडोरबाट बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। यसो बेलुका भइसकेको छ, हामी चाहिँ बिस्तारै बिस्तारै अब सानो बाबा चैत वर्षमा चाहिँ लास्टै गनाउँदो रहेछ यहाँ बाटो पनि। किन समातेको अहिले यहाँ मेला लागेको छैन त, मेलामा चाहिँ समात्नु त। यहाँ चाहिँ मेरो साथमा चाहिँ छोरी हेलो भन् हेलो भन् भने छिटो छिटो हामी कहाँ जाँदैछौँ रे भन्न। मेला मेलामा गएर के खाने, केही न केही मेला घुम्ने हो, मेला बढ्ने हो, अनि हामी आउने हो। तर मेलै सक्यो कि यो मेलै भेटिँदैन त। कता हो मेला? खोले खोला गएर भेटिन्छ अन्ते। यो खोले खोला नछोडिकन गयो भने भेटिन्छ अरे। अब कता गएर भेट्नु त? हामीले त भेट्नु त पर्ने हुन्थ्यो बिस्तारै बिस्तारै। मेला कतातिर जाने, कसलाई गएर भन्नु? कता हो ए बुनियाद? आज बुनि मेला कहाँ लागेको? यहाँ यताबाट हो लाइज बुने साबन यताबाट चाहिँ यताबाट जानु अरे मेला। अब हामी जान्छौँ चाहिँ कहाँ भन्न त, भन्न। यता हेरेर बोल्न छिटो छिटो बोल्छस् बोल्दिनस् बोले बोल नभन्न अलमा चाहिँ यताबाट जाने ल। म त ठिक भयो सोध्नुपर्छ दाइ मेला कता लाग्यो यता कि त? कस्तो थाहा नभएको महोत्सव क्या महोत्सव। म त कन्फ्युजै भयो यार यहाँ अङ्कल। यहाँ महोत्सव कता लागेको? महोत्सव यहाँबाट हो? युट्युब ल कसम बाटो थाहा नभएर यहाँ चाहिँ ठ्याक्कै कहाँ भन्नु मैले मैत्री नगर कीर्तिपुर काठमाडौँमा ठ्याक्कै बिस्तारै बिस्तारै म देखाउँछु नि कहाँ भनेर ल। मेला चाहिँ सकिसक्यो होला, हिँड्दै थियो होला कत्रा डेन्जर डेन्जर। आज त के पनि छैन भने त यो त कता छिर्नु भनेको 100 मिटर यता न। महोत्सव चाहिँ कता छिर्नु भने महोत्सव यताबाट अङ्कल महोत्सव जाने ल। महोत्सव जाने यताबाट हो? महोत्सव जाने मेला लाग्यो नि यताबाट गएर सिधा जानु अनि त्यहाँबाट ल हाल बिस्तारै सिधा यतै हो खै कहाँ हो त नि? ल खोल्दै खोल्दै जानु भन्न। कता जाने हो? कसैमा यार नजिकै छ भन्दा मलाई त्यत्रो लामो हिँड्दाखेरि कता हो त? ए हो कहाँ हो खोइ? मान्छे त हिँडेको हिँडेको यतैपट्टि हो कि
सोध्नु पर्छ फेरि अर्कै अर्कै बाटो गयो भने टेन्सन पर्छ बिस्तारै बिस्तारै कहाँ चाहिँ हो त नि फेरि खोइ कहाँ हो त यार लागेको यहाँ त होइन नि उहाँ जस्तो उहाँ मेरा लाग्यो जस्तो कहिले देखेर हुन्छ उ त्यहाँ त्यहाँ रिस उठाउँछ त उ त्यहाँ होला के त्यो मान्छेहरू भएकै हो कि थाहा छैन र सोधेर जानु भयो सबै जान्छ त्यही गएर होइन हामी पनि अब त्यसै जान्छ छोरा छोरी मान्छेहरू त त्यही होला कि त्यो सोध्नु पर्ला जस्तै यति धेरै आइपुग्यो भने महोत्सव आएला महोत्सव आयो हामी आउनु त आयो टाढो होला चाहिँ कलङ्कीबाट नजिकै हिँडेर चाहिँ 10 मिनट जति त लाग्दो रहेछ या उति परतिर खोला पारी भन्ने उहाँ किर्तिपुरकोमा तल छामै पुर्याइदिएर कति महत्त्वपूर्ण इतिहास देश मेला कस्तो लाग्यो मेला कस्तो लाग्यो भन्दा जानी हिँडेर लिसुक छिर्न पो दिन्छ दिँदैन जानुपर्ने त हुन्छ मलाई के थाहा थियो म मान्छेहरू टन्छ ओ फाइन छ क्या यता आइज राम्रो सेम यार तराईतिरको मेला जस्तै छ त आएको छ ल फाइनली हामी पनि आइपुगिसक्यौँ ल यहाँ चाहिँ बच्चाहरूलाई खेलाउने ल सिगान यतै होला त कता आउनु पर्ने त मलाई देखाउनु हुँदैन नि कहाँ साला 5 मिनट भन्नु मलाई 10 मिनट हिँडाइदिएर नसकिदिए टिकट पो काट्नु पर्ला त्यहाँ त यहाँबाट ऊ के अरे फोहोर छ टिकट हो 100 रुपियाँ ल टिकट साइकको हान्छ के हेर भुइँमा हेरे ल कति वर्ष हामी सोध्दा कति वर्ष भन्छस् 4 इयर्स ओल्ड भन्नु एकछिन मोबाइल लिँदा एकछिन ल फाइनल गाइज म पनि यहाँ कलङ्गी चोकबाट हिँड्दै आइपुगिहालेको यहाँ त पुरै तराईको जस्तै पुरै महोत्सव लगाएर राम्रो पनि हामी बन्दैछ आवाज नसुने पनि मेरो आवाजमा सुन्दैन होइन यस्तै आवाजमा नसुने नसुन्नुहोस् र पनि म यहाँ आएको छु भने बुझ्नु त भएको छ होला नि त ठिकै छ हेर्ने सेम तराईको जस्तै खाँदा महोत्सव ल डिन्छ
मेला रे नि ओ माय गॉड ठिकै छ आइहाल्यौँ मेरो ब्यागहरू जस्तै रहेछ यहाँ के खेल्ने पर्दैन छोड्दै अहिले भोलि किन्ने अहिले आउँदा किन्ने होइन क्या आउँदा त हुन्छ नि ओके नभए नहोस् त नि के बिदियो कहाँबाट आएको मान्छे एकैचोटि पर्फ्युमहरूको मिक्स भएर मेरो नाकै शिवपुलित भएछ आज ओ ल 500 मा 500 ल 500 भन्दै पनि ओके 500 ल खोइ भने यही हो माछा हेरमे सक्दैन नि फेरि ल ल सस्तोमा म बेच्दिँदै हिँड्छु भन सबलाई बेच्दिएँ ल 500 मा ओके फाइनली केम हियर राइट नाउ ल यहाँ कहिले यस्तो थियो बिस्तारै सिनेमेटिक हान्नु पर्ने हुन्छ बिङ्गो ओके रियल हेर त रियलमा बच्चाहरूलाई चाहिँ दामी रहेछ ल ओके आमा ल हेर रियल यहाँ दिन मान्छे रियलमा चढ्यो हो कपिराइट लाइन लाग्छ सक्दैनन् फेरि के हो यस्तो कन्सर्ट नाचहरू 100 रुपियाँ तिरेर आएको What is this nonsense? मान्छे चाहिँ यति हो यो माथि सब देउडा गीत उहाँ देउडा नाचेर
के गुना भया खुना भया हाँसेर पढेका गाथा रोइ गुना भया हाँसेर पढेका गाथा रोइ गुना भया रोइ गुना भया हाँसेर पढेका गाथा रोइ गुना भया पैसा राम्रा दामी दन्त राम्रा बेहुला बेहुली पैसा राम्रा दामी भयौ अब हामी गङ्गाका दुई किनार जसा भयौ अब हामी हेर्छ जस्तै सानो मुनि चौतारीको छेउमा सदा पिपलको छाया चौतारीको छेउमा सदा पिपलको छाया बेलुका भाके हुन्न हजुर आफै हुन्छ माया बेलुका भाके हुन्न हजुर आफै हुन्छ दिनदिनै भेट्नलाई आउँदैन दिनदिनै भेट्नलाई आउँदैन फाइनली मान्छेहरू चाहिँ बिस्तारै आउँदैछ अहिलेको अन्त ल हेर्नु डबल टेपरै भइसक्यो होइन बिस्तारै टक्कै नाचवानको गीत हान्यो टट्ट घर चल्दिहाल्नु पर्ने हुन्छ त्यति देख्छौँ मेरो भिडियो नछुटाइकन हेर्नु होला र सेयर सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला थोरै भिडियो एकछिन 2-4 मिनट रात पनि भइसक्यो यार छोरी यहाँ आएर यहीँ जो अहिले नाच्नुपर्छ बिचमा गएर हस्
चट्ट तल काट्नु बोकेर डुङ डुङ नाच्नुपर्छ अरे छुट्टो पिरीमा भन्दै फेरि यस्तो ल्याङ ल्याङ गर्छ नबस्ने ल अब के हो है रातभरि ल आएछ लाइट पनि निभाइदियो ओट बल्ल भाइब्स आउँदैन बल्ल मिठो भाइब्स आउँदैन तेरो अनुहार केही पनि नदेखे पनि यसले चलाउन चाहिँ देख्नै पर्ने हुन्छ आज नहेरिकन नजाने 100 रुपियाँ तिरेर पो आएको 100 रुपियाँ अस्ति नहेरिकन पटाकै जान्न रुपियाँ नजान्छ मेरो आवाज सुन्ने पनि नसुन्ने पनि सुन्ने पनि हुन्छ ठुलो सोचेर बोल्छु म माइक ल्याएकै सुनेर ल आयो ले एली चन ल एली चन Wait a minute. सब जनता एलिना चन हेर्ने आयो यस्तो महोत्सव घुम्न आएन यो नि त पारा दाजु केही नबोल्ने बोल्दिनस् केही बोल्दिनस् ट्याक्कै छिरा ओए यो बोल्नु नआउने म त बोल्नु पर्ने हुन्छ हैन झ्याउला यार बस्दा आइहाल्यो हुन्थ्यो गइहाल्नु पर्ने भोक लागिसक्यो भाग्नु पाइसक्यो होला घरमा गाली गर्ने लैछ 5 मिनट लाग्यो भने यिनीको जानु मन लाग्दैन त हो म हेरौँ आउँ के खाले के सुई ओ देशमा आऊ देश मेला नि के हो सुई आकाशमा हेर्न उडाइरह ऊ आऊ देश फिर्र घुमेर उड्यो किन्ने त्यस्तो अहिले जाने बेला किन्ने ल सस्तो रहेछ भने किन्ने महँगो रहेछ भने नकिन्ने हस् देश कति माथि उडेको तैन अहिले नकिन् इक्जाम पछि किन्ने तैँले खेलेर के हो भने खोइ भने आएको झ्याउ लाग्नेहरू तिम्रो त्यो चाल देखेर आज मुटुरी लाग्यो अब लुगा फर्किरहेर मलाई बिस्तारै सबैजना यो बिस्तारै रमाइलो गर्नु होला है भरे भगे लाग्छु डुली फुलेको फुल उहिलेर जान्छ मन मेरो जाँदैन यहीको चिरो हराइजार यो त नजाँदैन फुलेको फुल उहिलेर जान्छ मन मेरो जाँदैन यहीको चिरो हराइजार जिनकी धड़कन चोट खाई है लोग कहते हैं इश्क जिसे ऐसा लगता बेवफाई है दीवानी 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 मुझे लाख समझा दीवानी दीवानी दिल मेरे दीवानी दीवानी मुझे लाख समझाया दिल ने मेरे मगर मैंने दिल की न मानी दीवानी सजन की दीवानी मैं दीवानी सजन की दीवानी मुझे लाख समझाया दिल ने मेरे मगर मैंने दिल की न मानी दीवानी
दीवाना हूँ मैं, मैंने तो प्यार किया है तुमसे, जिंदगी भर तुम्हें ही चाहूंगा, मैंने इकरार किया है तुमसे। छैन अब इलेक्सनमा गाउने है त सबै गीत। तपाईँहरूलाई आज कुन कुन गीत सुन्न मन लागेको छ मैले थाहा पाइसकेको छु। कट्टा हानिदिन्छु, धुलो उडाउँदै। अरू कुन अरे? धोकेबाज, ल ल धोकेबाज। यता के छुट्टो पिरीमा यता धोकेबाजी हो। ल इलेक्सनमा सबै गीत तपाईँहरूलाई सुनाउँछु, हट भएर पट भएर पनि सुनाउँछु है त। ल इलेक्सनमा सबै गीतको पाला आउँछ। अहिले चाहिँ दाइलाई हतार छ अरे कता जान आँट्नु हो, कुनै म गाइहाल्छु भन्नु म गाइहाल्थेँ, माइकै छुट्दिनँ थिएँ। अब दाइले भनेपछि मान्नु पऱ्यो नि त, त्यही भएर थ्याङ्क यू सो मच। इलेक्सन आउँछु है त। एकचोटि लिएर चौरको लागि फेरि पनि हाल्न चाह्यो कीर्ति बोरा यहाँहरूको साथमा म कार्यक्रम प्रस्तुता सुभाष म जोडिरहेको छु र यहाँहरूको भिडियो फोटो यहाँको प्रोग्रामको जति कुराहरू चाहिँ सबै मेरो पेजबाट सुभाष महत पेजबाट मैले राखिरहेको छु। यहाँहरूको गाउँ सहर अनलाइन मिडियाबाट पनि हेर्न सक्नुहुनेछ, युट्युब च्यानलमा पनि मैले हालिराखेको हुन्छु। यो कुरा यहाँलाई जानकारी गराउँदै यति बेला सचित गायक कसलाई बोला रे सबैलाई कन्ठै छ, सबैको मनमुटुमा बस्न सफल अनि खास एकदम ह्यान्डसम हुनुहुन्छ। म मात्र कालो जन्मिया यो संसारमा, खास दाइ चाहिँ एकदम राम्रो गोरो हुनुहुन्छ होइन। चर्चित लोकप्रिय गायक पशुपति शर्मा भन्छ आई लभ यु भन्नुपर्छ, हुन्छ? आर यु रेडी गाइस? काउन्टडाउन दियो 1 2 3 गो। पशुपति 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 सबैले एकचोटि लाउडली आई लभ यु भन्नु पर्यो। पशुपति शर्मा पशुपति शर्मा पशुपति शर्मा ओके एकचोटि सबैजनाको जोडो ताली बजाउनुहोस् त भन्दै चर्चित लोकप्रिय गायक आदरणीय हुनुहुन्छ पशुपति शर्मा। ओके धेरै धन्यवाद छ प्यारो भाइ सुभाष महत। अत्यन्त मिठो उद्घोषण कला, त्यस्तै गरी पढ्यो भने दोहोरी पनि गाउँछन्। भाइप्रति धेरै सम्मान व्यक्त गर्दै सम्पूर्ण आयोजक टिमप्रति धेरै सम्मान छ। नेपाल लोक सांस्कृतिक प्रतिष्ठान जसका अध्यक्ष आदरणीय मिठो सरकार गर्दै हुन्छ, दाइप्रति धेरै सम्मान छ। सम्पूर्ण कार्य समितिलाई सम्मान व्यक्त गर्दै अघि बस्नुभएका मेरा बुवाआमा दाजुभाइ दिदीबहिनी सासू ससुरा साला साली सबैलाई नमस्कार। एलिनालाई थाहा छैन, मैले जिन्दगीमा गीत गाएर पैसा कमाएको 12 लाख, त्यसमा 12 लाख जम्मा गरेर जिन्दगीमा पहिलोचोटि जगाएको यही थियो मेरो। त्यो मलाई के थाहा त नेपाली यत्र मान्छेहरू छन् भन्ने कुरो मलाई जगेको नै मेरो फुदी नै आउँछ। फेरि जग्गा कम भएको नि दिदीमा जम्मा 3 आना किन्न मरेको तपाईँलाई ठाममा तसन हान्न पाताले कहाँ किन्न आउँछ यहाँ बस्दैन। आवाज उठाउँ, सबैलाई सम्मान व्यक्त गर्दै सबै हुनुहुन्छ गीतहरू सबै गाउँला। हे मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन, हे बत्ती बाल्नै पर्दैन, हे स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी, बाटैमा तनाउ बिर्सी जानी, हे सारङ्गी राई राई भयो जीवन, हे सारङ्गी राई राई भयो जीवन। आजको पैसा मलाई चाहिने यता हुन्छ। बैमानी त पैसा रहेछ सबै कुरो, हे बैमानी त पैसा रहेछ
सबै कुरो यति भएपछि मेरो पैसा पाएको छ क्याम्पस पढ्न आउने सरले उता पढाउने हामीले आँखा जोडाउने हामीले आँखा जोडाउने ओके सबै गीत कर्मश गाउँला तर सुरुमा त्यही गीत गाउँछु काम्पा एन डिग्री पास गरेर भैँसी पाले गाउँतिर झरेर चिन्ता छैन केही मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत पनि यही हो कि होइन अहिले त भन्ने बेला हो भन्ने गएर 12 कक्षा सकेपछि अस्ट्रेलिया सक्दो हो तै पनि एक फेरि मलाई फेरि अमेरिका भन्छु सबैले यही भन्नु त कस्तो सन्तोष त हे मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि हे लैनो भैँसी दुन्छु 2 गिलास दुध खान्छु हे मलाई बियर पानी मलाई हुस्की पानी फेरि निलाउने त पिटेकै बोल्नु भयो के हो गयो यस्तो बेलुका मौसम चाहिँ बेलुका चिरिप्पा 2 पाक भन्ने भन्छ क्या बुढालाई मलाई हुस्की पानी भन्छु तपाईँले यही भन्नु है ए मलाई हुस्की पानी मलाई ए मलाई पसिलो नि ओके ट्र्याक फेल गर्नु होला अमेरिकाले उठाएको छ यो गीत मेरो आफ्नो शब्द सङ्गीत हो मैले पछि जाँदा हेर यसो गरे हुन्छ क्या नातले दिएर डिग्री पास गरेर भैँसी पाल्यो गाउँतिर झरेर चिन्ता छैन मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत भैँसी पाल्छु 2 गिलास दुध खान्छु मलाई बियर पनि मलाई हुस्की पनि मलाई कोसी तुझे परी धोखेबाज हो तिमी तिमीले धोका दियौ भने कसम और जहाँ कदर हुन्न त्यहाँ रहन छुट्यो पिरीमा मेरो छुट्यो पिरीमा मेरो छुट्यो पिरीमा तेरे कारण बन्धनमा थिए म तेरे कारण बन्धनमा थिए म बच्चा हिँडेको बिजुली बालेर यही हो तैँले दिएको छैनस् हामी केटी भएर केटो हेरेको हेरे वाह माउ चालिन्छ हाम्रो दुश्मन छ धेरै के गर्छ त्यो फेरि यताबाट चाहिँ अलिक कमै आएर चाहिँ अगाडिबाट गब्बाले चाहिँ तपाईँहरूको एकदम मोबाइल छ अगाडि उयो स्याड गीत चाहिँ एउटा मात्रै गाउँछु है आज धोकेबाज मात्रै गाउँछु त्यस पछाडि तपाईँहरूको नन स्टप डान्स हुन्छ है अकस्मात अहिले यति धेरै नचाएर तपाईँहरू थकाइसक्नु भएको छ एकछिन रेस्ट गरेर रेस्ट चाहिँ गर्न पाइँदैन गाउनु चाहिँ पर्यो अनि त्यस पछाडि खतरा डान्स गर्छ है त धोकेबाज ट्र्याक प्लिज धोकेबाज ट्र्याक प्लिज धोकेबाज त हेरेर
नाच्छ अन्त यतालाई देखिएन आजलाई भ्लग चिनेर हामी घर जाँदैछौँ बाई बाई हाम्रो घर जाने बाई बाई लजालु आँखामा डुबेकी यसरी बनायो